व्यवस्था बिना नै परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ भनेर लेख्छ। व्यवस्था बिना नै, किनकि व्यवस्थाले के भन्छ, व्यवस्थाको धेरै आज्ञाहरू छ, व्यवस्थाको धेरै नियमहरू छ। मान्दिउ 25 वटा नियम छ भने 24 वटा तपाईले गर्नुभयो र एउटा चुक्नुभयो भने व्यवस्थाले तपाईलाई अपराधी नै ठहर्याउँछ, दोषी नै ठहर्याउँछ, तपाई पापी नै हो। 24 वटा त गर्नुभयो तर एउटा गर्नु भएन भने तपाई पापी नै हो, व्यवस्थाले त्यो भन्छ। मानिसको बीचमा समाजमा अहिले तपाईले 99 वटा असल काम गर्नुभयो, राम्रो काम गर्नुभयो, सहयोग गर्नुभयो, भलाइ गर्नुभयो, 99 वटा भलाइको काम गर्नुभयो तपाईको छिमेकीलाई हैन, तर एउटा मात्रै तपाईले गल्ती गर्नुभयो भने त्यो 99 वटा राम्रो कामलाई त्यो छिमेकीले तपाईलाई देख्दैन, त्यो मान्छेले तपाईलाई देख्दैन। यसले मलाई गलत गर्यो, त्यो अगाडिको 99 भलाइ देखेन। व्यवस्था पनि त्यस्तै हो, व्यवस्थाले दोषी ठहराउँछ। 25 वटै नियम मान्नु पर्यो तपाईले, तर व्यवस्था बिना नै परमेश्वरले आफ्नो धार्मिकता प्रकट गर्नुभएको छ। के द्वारा? विश्वासद्वारा। आमेन। विश्वासद्वारा उहाँले आफ्नो धार्मिकता प्रकट गर्नुभयो।